बोलेको कुरा कहिले तल नपरोस् समाजलाई एउटा अब अब खिचे हो खिची है नि त यो काटेको हैन जोड्न त मिल्छ होला लाग्यो त्यो होस् कस्तो सोचेको त्यही के भन्ने यही पकाउने नै पडिहाल्यो गर्नु थालिहाल्यो कुकिङ हो र नानीलाई नराम्रो भिडा भने त कसरी गर्ने मलाई बराबर सुनेर माया गर्नु नराम्रो भने चाहिँ सुन्न नपरोस् त्यही हो मेन भनेको ल भरे पार्टी साथ लक्कै ल आऊ है ब्रा आफै छु पछाडी छु नचलासँग चलाउँदैन के त्यसो चलाउँदैन आफ्नो लाइनमा बस त र आफ्नो लाइनमा हो के हो भनेर यो भुरा बसेला त सबै लगाइदिनु हुन्छ त्यही गर्नु खोजेको पो त भोगाए जस्तो हैन लाइन लगाइदिनु पै ठुलै लाउनु हुन्छ अहिले दोकान छ लगाइदिन्छ सबै भुराको भ्याउ अनि आफू लगाइरहला फोटो भोगाए कि यिनीहरू ल कहाँ जाऊ पढ्न पाएपछि पढ्ने यहाँ गर्दा आफ्नै फ्याकल्टीको सँगै बसेर काम गर्ने खालको चाहिँ भन्नु पर्यो कुरा हो राम्रो होस् हो त नि ल ल चिया पकाएर ल्याऊ भन्न पर्यो यसो रोकेर अनि फेरि काम थालिहाल्ने त्यो खालको भयो इमान्दार काम गर्छ मैले चिया झेडे है चिया झेडे हो ल ल ल किन यस्तो गरेर भन्नु पर्यो कुर्ती झिक्यो है हामीले नैतिक बान बन्न पर्छ ल हामी नि यहाँ सुरु गरिहाल्नु पैसा दिनु हुन्छ यिनीहरूलाई कुरा बुझ्ने कुरा बुझेर मात्रै अगाडि लाग्यो पैसा दिने हो कि पछि दिँदै यहाँ उ गर्ने ल फोटो चाहिँ भिडियो बनाएर शिक्षा राम्रो होस् भनेको मान्नु चिसो धेरै नखानु मम्मीलाई बाबालाई दुःख नदिनु आमालाई माया गर्नु है अहिले पैसा दिने है अहिले पछि दिने पहिल्यै उदाहरण नैतिक बान बन्न पर्छ रिस धेरै नगर्नु दाजुभाइ झगडा नगर्नु है धेरै पढ्नु अनि मम्मीसँग फोनमा बोल्नु मेरो माया ज्ञानी हो नि कान्छी छोरो मायाको डोरो हुनु आँखामा के भयो परेको छैन ल मेरो माया ज्ञानी हुनु ठुलो मम्मीलाई माया गर है धेरै नमस्कार सबैले नमस्कार गरेर हात फटाफट ढोगा है पुरा पैसा दिएपछि ठ्याक्क हात ढोग्ने बानी गर
म समातिम त बुझिनु पाइनु होइन हात ठोक हो अघि पनि कान्छ भाइ कान्छ यता यता सानो यता हेर त मेरो बाबुलाई यता कान्छ त टिकि टिकि ल ए टिकि लाउने म राखिदिनु त्यहाँ छोड्नै भएन अहिले छोडेको छैन किन पाए ल ल अझ बाँकी छ उता टिकी लाउन आऊ पैसा 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 दिनु आऊ पैसा कता यता मैले हात ढोक त अरू गइहाल्यो भगवानले रक्षा गरून् छिट्टै मम्मी भाषा गएर बस्न पाउने होस् मेरो छोरो त्यहाँ गए पनि हामीलाई सम्झिला पैसा थपिदिन त मम्मीलाई जिम्मा गर्नुपर्छ एउटा उता पुगिहाल्यो खोइ त्यहीँ बिउन लगाइदिउँ विवेक अङ्कल हजुर हजुरको टर्न आयो है टिका लाउने यो नखिच है केही पनि नगर है जतातिर पहिला स्नेहको झोलामा हाल्ने अनि आउने तिमीलाई स्नेहको पनि हात है स्नेहलाई चाहियो नि छोरीको लागि दाइ छोरा थापेर भाइ सानो सबैले ल ए टिकी लाउनु पर्यो नि त फेरि ल ज्ञानी बन्ने राम्रो बन्ने पढाइ त पढ्न राम्ररी पढ्ने है बेला बेलामा आइरहने पैसा लिन्छु ल दाइले लाउनु त नि मेरो बाबुलाई रोग बिहान धेरै पढ्नुहोस् धेरै ठुलो मान्छे भन्नु मेरो कान्छो छोरा यस्तो भयो भने पखामा पैसा भन्छ खोइ विवेकानन्द बुझ्दै छब्बै मेरो मायालाई छब्बै टुवटा भएपछि सुनाउँ न टुवटा मात्रै छब्बै हो मायालाई त्यसो भए टुवटा मात्रै दिनु पर्छ नि छोरो उसलाई अलिक धेरै हो क्या स्नेहलाई काम लाउनु जतिमा नउठायो मेरो नि तकिन्छ हामीलाई भनेको मान्नु पढ्नु पनि अल्छी नबस्नु पढाइ मात्रै होइन पढाइ मात्रै ठुलो होइन बाहिर यताउति यताउति पनि गर्नुपर्छ बोर्डिङ कान्छा काकालाई सोधेर चाहिँ नगर्नु है उसले पकाउनु भन्छ अनि हाम्रो दिने हो र मैले सबैलाई दिएको परिवारका बाजेबला नाम चोलोस् भाइहरूलाई नि माया गर्नु पर्यो अङ्कलहरूलाई माया गर्ने है मायाको कुरा छ